हरिशयनी एकादशी 2082 सालमा कहिले र कति गते पर्छ? जान्नुहोस् व्रतको शुभ तिथि र मुहुर्तको बारेमा। दर्शकवृन्द नमस्कार, स्वागत छ हजुरहरूलाई हाम्रो युट्युब च्यानल धार्मिक कुरामा। व्रत, पर्व, तिथि, मुहुर्त इत्यादिको जानकारीको लागि हाम्रो युट्युब च्यानल धार्मिक कुरालाई सब्स्क्राइब गर्नुहोला, साथै आउने बेल आइकनमा पनि थिच्नुहोला। भिडियो मन परे भिडियो लाइक र सेयर गर्न चाहिँ नबिर्सिनुहोला। दर्शक महानुभाव, आउनुहोस् जानकारी अगाडि बढाउँ। हरिशयनी एकादशीको हिन्दू धर्ममा विशेष महत्व रहेको छ। आषाढ शुक्ल पक्षको एकादशी तिथिमा हरिशयनी एकादशीको व्रत पर्दछ। हिन्दू धर्ममा अत्यन्तै पवित्र मानिने 24 एकादशी मध्ये एक हो। यस एकादशीमा भगवान विष्णुको पूजा आराधना गरिन्छ। भगवान विष्णु यस दिन क्षीरसागरमा शेषनागको शय्यामा 4 महिनाका लागि योग निद्रामा जानुहुन्छ। यसलाई चातुर्मासको प्रारम्भ पनि भनिन्छ। भगवान विष्णु 4 महिनाका लागि योग निद्रामा हुँदा कुनै पनि शुभ कार्यहरू जस्तै विवाह, गृह प्रवेश आदि हुँदैन। धार्मिक मान्यता अनुसार हरिशयनी एकादशीको व्रत गर्नाले सम्पूर्ण पापहरूबाट मुक्ति प्राप्त हुन्छ। यसै दिन भगवानकी प्रिय स्वरूपा तुलसी घर घरमा रोपण गर्ने गरिन्छ। दर्शक महानुभाव, विक्रम सम्वत 2082 सालमा हरिशयनी एकादशीको व्रत रहेको छ। असार महिनाको 22 गते आइतबार, सन् 6 जुलाई 2025। एकादशी तिथिको आगमन भइरहेको छ। असार 21 गते साँझको 6:40 मा एकादशी तिथिको समापन रहेको छ। असार 22 गते रात्रिको 8:40 मा। दर्शकवृन्द, हजुरहरूलाई जानकारी कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। यहाँसम्म भिडियो हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अर्को भिडियोमा फेरि पनि भेट हुने नै छ। तबसम्मको लागि नमस्कार, जय श्री राधे।